नमस्ते, यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई सेलरोटी कसरी बनाउने भनेर देखाउन गइरहेको छु है त। एउटा बोलमा चाहिँ मैले 1 कप जस्तो चामल हाले, त्यसलाई मजाले पानी हालेर धुनु पर्छ। त्यसलाई पानी हालेर 2-3 चोटी मजाले धुनु भएपछि मजाले त्यसलाई पानी हालेर ओभरनाइट भिजाउनुस् हैन। यो चाहिँ भोलिपल्ट चाहिँ चामल यस्तो देखिन्छ। र अब म यसलाई एउटा ब्लेन्डरमा खनाउँदै छु। भिजाएको चामलको साथसाथै त्यसमा मैले आधी कप घिउ पनि हाले, अनि मैले 1 1/3 कप अफ चिनी पनि हाले र अलिकति पानी हालेर ल अब यो ग्राइन्ड हुँदैछ। यसलाई चाहिँ मजाले पिन्नुपर्छ। हजुरलाई कतिको टेक्सचर मनपर्छ त्यही अनुसारले पिन्नु होला। र पिनिसकेपछि अब मैले एउटा बोलमा खनाएँ र त्यसमा साथसाथै त्यसमा जान्छ 1.5 टीस्पून अफ सिनेमन, 1.5 टीस्पून अफ कार्डमम पाउडर एन्ड 1.5 टीस्पून अफ नटमेग र अलिकति ल्वाङ पिनेर हाले र त्यसलाई घोलेर एकछिन 2-3 घण्टाको लागि फेरि रेस्ट हुन दिने। मजाले मिक्स गर्नु होला र जब त्यो रेडी हुन्छ त्यसपछि 2-3 घण्टापछि मैले अब तेल एउटा प्यानमा रेडी गर्दै छु। मैले चाहिँ आज यस्तो किसिमको सेलरोटी मेकर युज गर्न गइरहेको छु। यसमा चाहिँ माथिसम्म भरिदिनु होला अघि भिजाउनु भएको ब्याटर। यो सेलरोटी मेकर चाहिँ हजुरहरूले बजारमा सजिलैसँग पाउनुहुनेछ। मेरो यहाँ तेलको टेम्परेचर चाहिँ 400 भइन्जेलसम्म मैले वेट गर्नुपर्ने हुन्छ। तेलको टेम्परेचर चाहिँ अलि बढी नै भएको राम्रो हुन्छ सेलरोटीको लागि चाहिँ। र हजुरहरूले यस्तो क्यान्डी थर्मोमिटर ल्याउनु भयो भने चाहिँ अलि सजिलो हुन्छ टेम्परेचरको मेन्टेन गर्नलाई। यस्तो सेलरोटी चाहिँ हजुरहरूले सजिलै घरमा बनाउन सक्नुहुनेछ। मैले अलिकति जेरी पनि बनाइसकेको थिएँ, त्यही देखाउँदैछु हजुरलाई। अब मेरो टेम्परेचर चाहिँ अलमोस्ट 450 जति हुन लागेको छ र यो तेल अब खारेर रेडी हुन गइरहेको छ। जति तातो तपाईहरुको तेल बन्यो त्यति राम्रो सेलरोटी मजाले फुलेर राम्रोसँग बन्नेछ। म अहिले त्यहीको लागि वेट गरिरहेको छु। यता साइडमा देख्नुहुनेछ मैले 15 वटा जस्तो बनाइसकेको छु। तेल खारेको छैन भने चाहिँ तपाईको सेलरोटी राम्रो बन्ने छैन है त। ल अब तेल रेडी भइसकेको छ। ल म अब फर्स्ट फेरि हाल्दै छु। ल हेर्नुस् त साथीहरु कति राम्रो मजाले फुल्लेको छ। तेलको टेम्परेचर राम्रो भयो भने चाहिँ यसरी नै मजाले फुल्लिने छ है त। यो चाहिँ हाल्दाखेरि चाहिँ मजाले त्यो सेलरोटी मेकर चाहिँ मजाले नआत्तिकन बिस्तारै घुमाउनु पर्ने हुन्छ। ल हेर्नुस् त यो तातो तेलमा गर्नाले यो मजाले फुल्लिएको छ। हजुरहरू कसले सेलरोटी बनाउनु भएको छ कमेन्ट गर्नु होला। तपाईहरुको सेलरोटी यस्तै बनेको छ कि छैन। जब बबल कम हुन थाल्छ त्यसको मतलब चाहिँ यो सेलरोटी पाकिसकेको छ। धेरै लामो पनि पकाउनु हुँदैन, यो डढ्छ। त्यही भएर धेरै तेल तातो भएको हुनाले यसलाई चाहिँ निकाली हाल्नु पर्ने हुन्छ। अब म अर्को फेरि हाल्दै छु हेर्नुस् है त। र यो सेलरोटी मेकर बनाउँदा चाहिँ हजुरहरूले स्लोली हाल्नु होला। धेरै हतार गर्यो भने पनि बिग्रिन सक्छ। एकदमै लुज भएर रिल्याक्स भएर हाल्नु पर्ने हुन्छ। जति हतार गर्नुभयो त्यति सेलरोटीको शेप बिग्रिने गर्छ। तेल चाहिँ मजाले तातेको हुनुपर्छ है साथीहरु। हेर्नुस् है त फुल्लिन चाहिँ मजाले फुल्लिएको छ। यदि तपाईहरुको सेलरोटी फुल्लिएको छैन भने चाहिँ त्यसमा पक्कै पनि घिउ कम भएको हुन सक्छ र त्यसमा थोरै घिउ एड गरेर फेरि पनि ब्याटर बनाउन सक्नुहुनेछ। यो सेलरोटी मेकर चाहिँ अलिकति युज गर्नलाई एक्सपिरियन्स चाहिन्छ नै। बिकज लास्टमा हाल्दाखेरि मेरो हेर्न सक्नुहुनेछ त्यो लास्टमा मेरो एन्डिङमा अलिकति ठुलो भएको छ। त्यो चाहिँ मैले लास्टको ब्लक गर्न खोज्दाखेरि अलिकति एक्स्ट्रा जाने रहेछ। यो सेलरोटी मेकर चाहिँ मैले आज भर्खरै नयाँ गरिरहेको भएर
मलाई अलि हात पसिसकेको छैन। मैले चाहिँ युजुअली कपले हाल्ने गर्छु। आज चाहिँ मैले यो सेलरोटी मेकर यस्तो पनि पाइन्छ भनेर हजुरहरूलाई देखाउनको लागि युज गरिरहेको छु। बबल चाहिँ मजाले आउनुपर्छ। जब बबल अलिक कम हुन थाल्छ त्यसपछि तपाईहरुले अर्को साइड फर्काएर फेरि त्यो साइड पनि पकाउनु होला। र यो मजाले अब हेर्न सक्नुहुन्छ पाकिसकेको छ। अब म यसलाई निकाले है त। ल हेर्नुस् त, ल अब सेलरोटी फेरि अर्को मेरो रेडी भएको छ। ल अब म तपाईलाई मैले कुन चाहिँ कप धेरै जस्तो चलाउने गर्छु त्यो देखाउँछु तपाईहरुलाई है त। यस्तो कप हुन्छ, यो चाहिँ रेगुलर बोल हो। त्यसलाई चाहिँ अलिकति थिचेर स्पाउट बनाएको छ फ्रन्टमा। यो यसरी नै बजारमा किन्न पाइन्छ। यसबाट हाल्दा चाहिँ मजाले एकै नासको जान्छ। तर यदि तपाईहरुलाई एक्सपिरियन्स छैन भने अर्को मसिन अघि मैले देखाएको मेकर पनि युज गर्न सक्नुहुन्छ। तर दुईटै चलाउनको लागि चाहिँ अलिकति प्र्याक्टिस चाहिँ चाहिन्छ। अनि यो तेलमा भएको कालो कालो पिसेसहरू चाहिँ निकाल्न नभुल्नु होला, किनभने यसले गर्दाखेरि सेलरोटीमा यो कालो गएर तपाईको नयाँ सेलरोटीमा कालो बस्दिन सक्छ। त्यही भएर यो सानो बिट्स एन्ड पिसेसहरू चाहिँ निकाल्न नबिर्सिनुस्। र मैले अब यहाँ निकालिसकेको छु, देख्नुहुनेछ। र यो कपले हाल्दा चाहिँ स्लोली हाल्नुपर्ने हुन्छ र हात एकदम स्टेडी राखेर घुमाउनु पर्ने हुन्छ। म चाहिँ नयाँ सेलरोटी मेकर हो है साथीहरू। त्यही भएर मेरो सेलरोटीको सेपहरू अलिकति बिग्रेको देखेको छ हैन। त्यो चाहिँ मलाई अलि एक्सपिरियन्स नभएर हो। हजुरहरूले सेलरोटी घरमा हाल्नु भएको छ र हाल्ने एक्सपिरियन्स छ भने तपाईहरुसँग के टिप्सहरू छ त्यो पनि शेयर गर्नु होला। सेलरोटी चाहिँ बनाउनलाई अलिकति सबै कन्सिस्टेन्सी पनि मिल्नु पर्ने हुँदो रहेछ हैन। हजुरको पातलो हुनु हुँदैन ब्याटर, घिउ पनि इनफ हुनुपर्छ। चिनीको अमाउन्ट चाहिँ तपाईहरुले आफ्नो टेस्ट अनुसार मिलाउन सक्नुहुन्छ। कसैलाई गुलियो मन पर्छ, कसैलाई अलि कम हैन। टेम्परेचर चाहिँ मेरो अहिले 450 मै देखाइरहेको छ। तपाईले यो टेम्परेचर नाप्ने थर्मोमिटर लिनुभयो भने चाहिँ धेरै राम्रो हुन्छ, बिकज सजिलो हुन्छ भनौं न। तेल तातेको छ, सेलाएको छ, सबै मजाले थर्मोमिटरले देखाएर तपाईलाई धेरै हेल्प हुने रहेछ। कतिपयहरुको घरमा चाहिँ यो प्यानकोमा चाहिँ बिचमा एउटा डल्लो यस्तो उठेको जस्तो हुने रहेछ त्यो प्यान हैन। त्यो पनि रेडिमेड पाउँदो रहेछ। मसँग चाहिँ छैन, त्यही भएर मैले चाहिँ यो प्यान युज गर्दै छु हैन। हजुरहरूलाई त्यो बत्ती बाल्ने कप छ भने त्यो पनि हाल्न सक्नुहुन्छ बिचमा। कुनै पनि एउटा मेटलको गोलो शेपको केही छ भने बिचमा हाल्न सक्नुहुन्छ। नहाल्दा पनि केही फरक त पर्दैन है त। आशा छ हजुरहरूलाई आजको मेरो सेलरोटीको भिडियो मन परेको छ। हजुरहरूले सेलरोटी धेरैचोटि हाल्नु भएको छ र एक्सपिरियन्स सेलरोटी मेकर हुनुहुन्छ भने कुनै पनि टिप्सहरू मसँग शेयर गर्न सक्नुहुनेछ। म त्यसलाई युज गर्नेछु मेरो फ्युचर भिडियोजमा। तपाईहरुलाई मेरो आजको भिडियो मन परेमा प्लिज लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। ल अहिलेलाई यति नै, र अब अर्को भिडियोमा भेटौँ है त। धन्यवाद।